ल जाऊँ त जाउँदैन ल घुम्नु जान दुईजना सँगै जानु न पर्नु पर्नु सँगै जानु तपाईँ एउटा भिडियो बनाउँछ ल यसम्म सम्भव कैलाशपति महादेव जटाटवी गल जल प्रभा पवित्र स्थली गलित बलम्बै लम्बिताङ भुजाङ तुङ्ग मालिकाम डमट 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 डमन नाद वड्ड बर्वन चकार चण्ड कामन्तरा कटा हसमरमा भ्रमणिनी परमेश्वरी विलोलबी चिवल्लरी विराजमान बदली तग 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 चोल ललाट पट्ट पाव के किशोर चन्द्र शेखरी रति पुति जनम धरा धरेन्द्र नन्दिनी विलास बन्धु बन्धु सरती कन्त सन्तति प्रमाण मानसै कृपा कटा चतुरनी निरुद्ध धरापदि क्वचित दिगम्बरे मनोविनोद मस्तु प्रताप जंग मुख्य मदन सिंधु स्मृति मनोविनोद कथा विरोध संसार सम्पत्ति शेष श्री चिराई जातन जगत बन्धु प्रकल्पना शिल्पी उधर नहीं गराउंड ना फिर ऐसा जय विष्णु भगवान 성현 माथि सम्मको एउटा भिडियो राम्रो बनाउँछ है तपाईँले बिस्तारै अहिले हाम्रो माथान यस्तो भयो भने ठक्क राख्ने क्या पछि सुबरेश्वर महादेव की जय हो डाँडा काँडा सपना हो अहिले माले थान चाहिँ अलिकति चेन्ज भएको छ अहिले भर्खरको मन्दिरहरू दुईवटा थप भइहाल्यो Time 1 hour 50 minutes. Distance 6.16 kilometers.
सुबरेश्वर महादेव की जय होस् जय होस् जय होस् जय शम्भो कैलाशपति महादेव की जय होस् बाजु यहाँ त टोयलेटको स्थान भएको छ टोयलेट पनि छ अहिले यहाँ टोयलेट व्यवस्था पनि छ मन्दिरहरू वरिपरि छन् अलिक थप पनि भएको छ ल तपाईँ लाइसक्यो क्या तर चाहिँ होइन ला होइन त्यो होइन देखियो मात्र हो कसले मिल्छ बाजा नछिरोस् भनेर होला नि तल तल हाँसिरहेको छ मान्छे जय शिवशङ्कर भोलि बाबा रहेछ ल भगवान् ल हेर्नुहोस् रक्षा गरो जय शम्भो कैलाशपति महादेव भगवानको जय जान होस् जान्छ जान न चिता चलाउनु पऱ्यो खोल्नु न जानु हुँदैन अनि ठिक छ चन्दन अनि मन्दिर रिनोभेसन धेरै भइरहेको यहाँ वरिपरि राम्रो छ हजुरहरू पहिला त अर्कै थियो मन्दिरको स्वरूप अर्कै थियो अहिले त पार्टीहरू राम्रो खालको बनिरहेछ यहाँबाटदेखि भ्यूहरू पनि राम्रै छ भ्यूहरू त पहिला पनि देखिने यही नै हो खास त्यसमा समस्या त्यही हो छैन यहाँबाट चाहिँ होइन सुवर्णेश्वर भनेर एउटा फोटो खिच्ने ठाउँ चाहिँ बनाइरहेछ जय शम्भो कैलाशपति महादेव सिलगढीमा गएर साङ गएर यसो घुमे अलमान देखाइ अन्त भने त्यो तर जुन ठाउँमा आउनु जय शम्भो भोलि बम बम भोलि बम बम भोलि रास्तामा डोले एउटा पानीको अलिक मुहान पानी एउटा हातिम ठाउँ भनौँ न त्यो माथि ट्याङ्कीबाट चाहिँ जडान गरेर यहाँ यसरी पानी ल्याएको छ पानी खोल्ने ठाउँ पनि बनाएको अहिले यता खोल्नु होला कतिबाट खोल्नु त यता आउँछ पानी ठुलो पानी आउँछ बुवा चाहिँ त प्रयोग गराइसक्नु होला दसैँ गरेर आउनु मिल्छ त्यहाँबाट चाहिँ टोयलेट Time 1 hour 55 minutes. Distance 6.31 kilometers. पानी आउँछ तिनटै धाराबाट पानी आउँछ यहीसम्म पानी जोगाउनु पर्ला भयो बन्द गर्ने पानी जोगाउनु पर्ला बन्द गर्ने मलाई फेरि हातमा अलिकति पानी दिन्छ अर्कोबाट दिनुहुन्छ जयसम्म हर 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 महादेव जय शिव रुद्राक्षी हो र ए हो छ अन्त फरक छ त्यसमा ल अब चाहिँ हामी यहाँबाट चाहिँ तलतिर लाग्छौँ यही बाटो हाम्रो घर जाने बाटो हो
रमाइलो बाटो बलेको मन्दिर गएर आउने होला ल हामी अब यहाँबाट लाग्छौँ ल बाई भन्नु ल बाई 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 बिस्तारो आउँछु ल यहाँ हाम्रो बगैँचाको खोइ त यहाँको बगैँचा यो 10 कल्चरको बगैँचा भयो हामीले समय सेट गरेर छैन हामीले रोपेको थियौँ ए यो सबै रोप्यो नि त्यो बिर्सेर पनि गऱ्यो हामीले यो भावनाहरूले अँ भावना लक्ष्मी हामी 3-4 जना आएर सबै तिनीहरूको गभर्मेन्ट काम भन्छन् काम लगाइदिन्छ बिहान बिहान अनि गोडमेल गरेर जाने भनेर भन्छ नि क्या हो त आएको त राम्रो भावना के भन्छ म त मुखमै काम गर्ने मान्छे सरी क्या आयो काम गर्छ काम गरे त राम्रो हो नि पर सरसर गरे तपाईँहरू हिजो यहाँ माथि गयो नि त उसमा कतिजना आउनु तपाईँहरू दुईजना मात्रै आयो काम गर्नु हुन्थ्यो र भने सबैलाई पठाउनुपर्छ अब सबैजना आउने हामी सरसर जाँदाबाट आर्मीहरू सबैले ल्याएर सबैजना गर्नुपर्छ नि दुईजना मात्रै गरेर हुने काम त होइन सक्छ पहिला पहिला हामी यहाँ पढ्थ्यौँ जाने बेला मुहान पढ्थ्यौँ जाने बेला यहाँ आएर कान थापेर पानी आउँछ आउँदैन भनेर सुन्दै जान्थ्यो त्यस्तो दिन थियो कान थापेर त्यो पानी पर्छ भने कस्तो थाहा हुन्छ होइन भयो पनि अब त्यसो भने कान थापेर त्यो गुडुगुडु आवाज हुन्छ नि हवान खराएको जस्तो चट्याङ आवाज जस्तो अब गुडुगुडु आवाज आउँछ क्या त्यो आवाज आयो भने पानी पऱ्यो अरे आएन भने पानी पऱ्यो भन्थे पनि तल्छ खिच्छु म फोटो भिडियो खिचिहेरौँ संख्या आउनु कति रमाइलो कति रमाइलो कति रमाइलो ल मासु परेर बसेर हाँसेर अलि हाँस्नुपर्छ क्या ल हाँसेर खुसी भएर हिँड्नुपर्छ बिसाएर टुसो गरेर हिँडेर होला त जो हाँसे त्यो बाजे ल माथिबाट आउने बाटो के हाम्रो अलि अलिक राम्रो पनि भएको छ पहिला त अलिक ढलाइ पनि भयो नि ल अब हामी यहाँबाट चाहिँ पहिला चाहिँ सोच्दा बाटो आइसक्यौँ ल यहाँनिर पिच चाहिँ भइसकेको छैन ढलान छ ल 3 मिनट भएछ भिडियो पनि आज ल ल बाई बाई ल बाई ल अहिले हावाहुरी आउँदाखेरि यस्तो पाल्न गाह्रो छ हाम्रो कुलदेवता भगवान् जय कुलदेवता भगवान् वक्रतुण्ड महाकाय सूर्यकोटि समप्रभ निर्विघ्नं कुरु देव सर्वकार्य सर्वदा ल पैसा के चढाउनु है यहाँ खोइ चढाउने सबैलाई पुग्नु पऱ्यो फेरि नमस्ते गर्ने आउने नमस्ते भगवान् भन्ने हुन्छ उठेर आउनु ल हाम्रो यो चाहिँ कुलदेवताको पूजा गर्ने ठाउँ यही हो हामी कुलदेवता सबैको रक्षा गरौँ हामी सबै कुलको रक्षा गरौँ बाटो चाहिँ यही हो बाटो चाहिँ अलिकति अप्ठ्यारो छ नेपाल चाहिँ म हुन्न पनि हुन्छ अस्ति पनि म थिइनँ जस्तो लाग्छ पाँचखालमै थियो होला त्यो बाटो आउनु मिल्थ्यो है सहिलो बाटो आउनु
त्यही हो त्यो बाटोबाट आइसक्यो कुलदेवता पूजा ठाउँबाट आइसक्यो अब हामी घर जाने बाटोतिर आउँदैछौँ हामी चाहिँ अब कुलदेवताको बाटोबाट बाई बाई अगाडि बढिसक्यो देवी देवता हामीलाई बाई बाई फेरि एउटा ब्यारेक पनि छ शेरगढ पनि छ यहाँ ल बाई बाई सी यू सँगै कुद्नु न भने हामी कहाँ जाँदैछौँ भयो अहिले जय गुरुदेवता कुलदेवता हामी आइपुग्यौँ कुलदेवताको भगवान् चाहिँ यहाँ हुनुहुन्छ यो चाहिँ पानी पर्या भएर चाहिँ अलि यो पातहरू चाहिँ धेरै झरिरहेको छ जङ्गलमा पातहरू धेरै हुन्छ नि ए कुलदेवता भगवान् छ के गर्छु कि itu sa kasa mo na sa lato pi ko ngar suje na re no हाम्रो दिवाली गर्ने ठाउँ चाहिँ यहाँ हो हाम्रो कुलदेवता ठाउँ चाहिँ यहीँ छ ल मन्दिरमा आएको भिडियो खिचेको भन्ने भन्नै पर्छ भने त छैन त बाटो चाहिँ के बचिरहेछ कति बाटो अन्त छैन यहाँ मात्र छ कति बाटो अब राजस्थान घुम्न आएको दर्शन गर्न पाएको कहाँको यात्रा हो साइकल चलाएर सुरविने गणस्थानको यात्रा कस्तो भयो यात्रा रमाइलो भयो भयो टिटी घन्टी खोले घन्टी ट्रेन 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 ल कहाँ जाने यात्रा हो यो घर जाने यात्रा सुरविने गणस्थानबाट फर्किँदै बाटा यसो हल्का रमाइलो गरेको अवस्था होइन त ल कहाँ पुग्नु भयो कुन ठाउँमा पुग्ने सुरविने ल किन ल नानीले देख्यो भने म पनि जान्ने म पनि खेल्ने भन्छ जाने थियो नि हुन्छ अलिकति पछि आउनुपर्छ पानी परेपछिको आकाश खुलेछ आकाश त खुलिहाल्छ ल सुरविने गणस्थान
ल तपाईँ हजुर गर्नुहोस् मैले गर्नु पर्यो गर्नुलाई त्यो नानी पनि सिद्धु नानी को नानी भन्छ नानी भन्ने है नानी कति क्लास पढ्छौ म यहाँ तिमी दुई तल आउनु नि अब दुई जान्छ कति वर्ष भयो त बाटो 8 6 वर्ष लाग्यो कि 6 वर्ष जाने अब आउन नि 8 मा जान्छ अहिले 7 वर्ष लाग्यो होइन 6 वर्ष लाग्यो के बरोक्नु भयो यो कसै छ अब यसो भन्नु साइकल ठिक छ त यहाँ गेरवाल साइकल कस्तो छ तपाईँको चाहिँ के हो के गरेँ नि एक्सर्साइज गरेँ एक्सर्साइज सारा यसो गर्दा कस्तो पर्छ होला वा यसो गर्नु छ है गाह्रो छ आहा कति रमाइलो हो कति रमाइलो नदीबाट फोटो खिच्नु मिल्छ यसो स्थान आएको मजा आएको खेल्न पाएको ल ल